कलरको एन्टी के रे के भन्छ फिल्म भन्छ कुनै त्यस्तो किनेर भाइजरमा टालिदिनुपर्छ के हो भाइजर किनेर त लास्ट टाइम महँगो पो रहेछ यसको त यार एउटा पिसको 1500 रे बालाजु हैन बालाजु भन्छ गरेलाई गुड ठाउँ छ एउटा मस्तिर भयो ब्लड डोनेसन प्रोग्राम रे आमा के हो सुटबुट लाएर खादा ब्लड डोनेसन सुटबुट लाएर आउनुपर्छ शनिबार ट्राभल गर्ने मान्छे धेरै भएर होला क्या यहाँनिर यस्तो भिड अब के हो जहिले यस्तै हुन्छ यहाँनिर इट्स टेल मी गाइड्स यताबाट उताबाट बाटो ठुलो भयो नि गाडी धेरै भएपछि क्या सानो लाग्ने क्या कति यो 4 लेनको बाटो हैन 4 हो नि अझै त बढ्दैछ भित्रको बाटो अझै यत्रो ठुलो बाटो हुँदाखेरि त यस्तो भिड लाग्ने क्या गाडी धेरै भएपछि अझै 2 बजिरहेको बेलुका
आम्मामामा, आज झन् शनिबारको दिन। धोती र धोती निकाल्थ्यो नि भन्नेवाला त्यो बिर्सिहाल्यो मैले फामसानी बाटो भन्ने झन् तल
फर्किँदाखेरि त चिसो हुन्छ सरर जाने हो चिसो खाँदै अनि घर गएर ल्याम्मा सुत्दिने हो अहिले भएर गाउँमा कतातिर थियो यार पेट्रोल पम्पतिर थियो जस्तो लाग्यो गरे खाऊ गीत पनि के हो यार कन्फ्युज छु यार माथिबाट जाने भनेर माथिपट्टिको बाटो जाउँ कि तलको बाटो जाउँ तलको बाटो जाउँ होला
आयो हैन कति महिना भयो कुखुरा 2.5 महिनामा यत्रो हुन्छ कुखुरा क्या तर्सेर भाग्ने दानाहरू त्यही होइन भुस यो ओछ्याउनलाई जाडो महिना लायो है 2000 छ यति त्यहाँसम्म है त्यो बिचमा के त्यो पार्टिसन गरे हो र त्यो गरेछ छुट्टेर आधी त बस्छु आफै ए त्यहाँनिर अलिकति ठाउँ रहेछ नि त्यो चाहिँ पानी खाइरहेको रहेछ पानी दाना खाइरहेको रहेछ नि यो ठुलो हो त्यहाँ अर्को सामान छ ए त्योभन्दा उज्जो उतान छ होइन यहाँ सानो अलिकति बनाएको ए एक्सटेन्ड गर्नुभयो यहाँ चाहिँ अलिक सानो ल दाना खाएको चिलमा बसेछ पिस गर नगरले गर्देला फेरि प्याक निकालेर राखेर होइन हो नयाँ मान्छे आयो होला भन्दै बसिरहेको यिनीहरू यही हो कुखुरा फार्म यो चाहिँ नयाँवाला 2.5 महिना भयो भने 2.5 महिनावाला यो चाहिँ यिनीहरूले त अहिले अन्डा दिँदैन होला 4.5 महिना कतिमा दिन्छ 4.5 महिना दिन्छ अरे ल 4.5 महिना पुरै सबैले दिन सक्छ 5 महिना दिन्छ 5 महिना पैसा सुरुमा 4.5 महिना फाटाफुटा दिन्छ ओन्दो Vale, yo. Happy. खोरकुर्ने मान्छे बिरा लाग्यो कि भाउ अन्ध यो चाहिँ खतरा आउँछ तर है सनराइज यतैबाट हुन्छ होइन यतापट्टिबाट अरे ठुलो कुखुरो यिनीहरूले चाहिँ झ्याप अन्डा पार्छ हेर बस त्यो खोज्यो छ 3600 हाम्रो बारी चाहिँ कता होला यहाँ चाहिँ पुरा खनेर खाल्टो छ खोर्सेर होला कि दाना हाल्नुपर्ने बेला भयो होला नि बेलुका अब अघि 1 बजे हाल्यो 1 घन्टा नहुँदैन ल 3600 वटा कुखुरा यहाँदेखि परसम्म छ राम्रोसँग देख्दै थिएन वाइड एङ्गलबाट खिच्दाखेरि राम्रो नदेख्ने वहाँ परसम्म छ राम्रोसँग देख्दै नदेख्ने वाइड एङ्गलबाट खिच्दाखेरि फेरि स्याल आयो भनेर फेरि भुकिरहेको फेरि त्यो चाहिँ एउटा कति केजी हुन्छ यो 2.5 किलो चाहिँ 2.5 किलो है कुनै 2 किलो हुन्छ कुनै 2.5 किलो दाना खाएर यहाँ भरेर यत्रो छ दिनमा कतिवटा अन्डा पर्छ यिनीहरूले 3600 लगभग पार्छ होला लगभग 3200 3300
कतिवटा कार्टुनमा राख्छ होइन कति 15-16 बाक्स हुन्छ 15-16 बाक्स हुन्छ है सबै फुलले दियो भने चाहिँ 17 बाक्स हुन्छ सबैले दियो भने चाहिँ 17 सम्म हुन्छ ल बिहान 5 कसैले बेलुका 5 मन फार्मतिर काम गर्नुपर्छ कि हो झ्याउ ताप्छ सजिलो काम त के नै छ र हो त्यो चाहिँ कि बिरामीहरू नि के हो सब हुन्छ त्यहाँ सानो पनि सानोमा चाहिँ बिरामी हुन्छ यहाँनिर चाहिँ लङ्गडाहरू कोठुङ्गाहरू लुले लङ्गडाहरू चाहिँ त्यहाँनिर उता एउटा खुट्टा त्यो त माथि पारे होला त्यो उचाले होला हो कि त्यो खुट्टा त्यो लङ्गडाहरू पनि छ ए एउटा मात्र खुट्टा भएको हुन्छ लङ्गडकै यो टेक्नु नसक्ने ए टेक्नु त्यो ताल फैल्यो कुरा चाहिँ पुरा क्या रातो छ कि है कसरी होइन मासु सासु चाहियो कुखुराको अहिले त होइन अब 5-6 महिनामा 5-6 महिनामा अन्डा सन्डा चाहियो भने अन्डा भने चाहिँ कति मम्मी जन्म त माइलीलाई भेटेर ल खान दिन्छ कि भनेर आएको होला यिनीहरू पछि त्यही त खान दिन्छ कि भनेर बस्यो होला कि फेरि यिनीहरू अब एकैचोटि बेलुका लाग्यो अनि एकैचोटि भोलि बिहान अनि एकैचोटि भोलि दिउँसो दिनमा भनेपछि एकचोटिमा दुईचोटि एक दिनमा दुईचोटि ल एक दिनमा दुईचोटि पानीमा औषधि सौषधि होइन अहिले हाल्दैन होइन त्यो के भन्छ रोग नलागोस् भनेर क्या अहिले हाल्दैन त्यही त बिरामी सिरामी भयो भने नत्र पुरा नेचुरल्ली नै त्यो हुने है दाना हालिदिने नेचुरल पानी दाना पनि पकाएको दाना काँचो दाना भनेपछि त यिनीहरू त अनि बाहिर वनमा छोडिदिए जस्तै त हो नि होइन छोडेको कुखुरा जस्तै त हुन्छ होला केज भएर